हेलो गाइज, नमस्ते। फाइनल्ली आज हामी जापान आएको पनि 1 वर्ष पुगेछ है। 1 वर्ष पुगेछ। कसरी 1 वर्ष पुग्यो पत्तै भएन क्या है। यति छिटो टाइम जाने होइन। गर्न सकिया केही होइन अहिलेसम्म। उही बिहान जाऊ बेलुका आऊ, उही झोले जिन्दगी है। गर्न सकिया केही होइन। 1 वर्ष बितेछ। यी अर्को भाग्री खाली कपाल काटेर हिँड्छ मात्रै भन्छ। आज कति कपाल काट्यो है? कति कपाल काटेर है ल? 1760 1760 को कपाल काटेको रे। ह्यान्डसम छु है म। ह्यान्डसम कोही छ है? सिङ्गलै छ फेरि है। सिङ्गल नजोडा नि यार, म प्रो म्याक्स। सिङ्गल प्रो म्याक्स हो। प्रो म्याक्स पनि थपिदिनु पऱ्यो रे मैले चाहिँ। ठिक छ, 1 वर्ष पुगेछ। कसरी पुग्यो थाहा छैन होइन। जे सुख दुःख जस्तो भए पनि, दुःख सुख जस्तो भए पनि 1 वर्ष कटाइयो। अब आउने दिनहरू पनि यसै गरी। अब कमाउने भनेको त जापानमा यस्तै हो होइन। अब पैसा कमाउने भन्ने त सम्झिने हो। जति पनि पैसा कमाउने भनेर जापान आउने भनेर सोचिराख्नु भएको छ, प्लिज त्यो सोच चाहिँ नराख्नु होला है। सोचे जस्तो जापान चाहिँ छैन। नराम्रो पनि छैन, सोचे जस्तो पनि छैन जो होइन। जो पैसा नै कमाउने उद्देश्यले आउनुहुन्छ, प्लिज स्टुडेन्ट भिजामा उहाँहरूलाई चाहिँ म के अनुरोध गर्छु भने सकेसम्म चाहिँ नआउनु होला। स्टुडेन्टमा धेरै स्ट्रगल छ होइन। धेरै दुःखहरू छ। धेरै दुःखहरूलाई चाहिँ भोगेर अगाडि बढ्नुपर्ने हुन्छ होइन। त्यही हो। बरु सक्नुहुन्छ भने वर्किङमा आउनुहोस् होइन। यान्फो दिनुहोस्, स्किल टेस्ट पास गर्नुहोस्, त्यसपछि टक्क मजाले वर्किङमा आउनुहोस् होइन। म केही दुःख गर्न सक्छु होइन। पहिला पनि दुःख गरेको, दुःख गर्न सक्छु। फ्यामिलीदेखि टाढा रहेर दुःख गरेर म बाँच्न सक्छु भन्नेहरूले चाहिँ आउँदा भयो होइन। जो अब फ्यामिलीदेखि टाढा छैन कहिले पनि, एक्कासी अब +2 दिएर हुन्छ नि। +2 दिएर एकैचोटि जापान आउनेहरू पनि धेरै हुनुहुन्छ क्या होइन। +2 दिएर जापान आउनेहरू धेरै हुनुहुन्छ नि। उहाँहरूले चाहिँ दुःख गर्नु भएको हुँदैन त्यति। किनभने अब घरमा खाना पाकेको खाना खाने, त्यसपछि गएर अब हुन्छ नि पाकेको खाना खाने, अनि अब कामसाम हुँदैन। +2 दिने बेलासम्म यसो खेल्ने साथीभाइहरूसँग हिँड्ने, अनि दुःख के हो राम्रोसँग बुझेको हुँदैन। भोगाइ जब उनीहरूलाई त्यो सबै कुराहरू एकैचोटि जापान आएपछि पर्छ क्या त्यो सबै कुराहरू होइन। दुःख के हो, निन्द्रा के हो, त्यसपछि गएर होइन सबै कुराहरू जापान आएर भोग्नुपर्ने कारणले गर्दा सक्नुहुन्छ भने अलिकति ल्याङ्ग्वेज बनाएर आउँदा पनि राम्रो होइन। त्यस्तो व्यक्तिहरूले अलिकति ल्याङ्ग्वेज बनाएर आयो भने पनि धेरै नै सहज हुन्छ। यहाँ ल्याङ्ग्वेज भएन भने नि एकदमै गाह्रो हुने गर्छ। ल्याङ्ग्वेज बिना चाहिँ राम्रो, ल्याङ्ग्वेज भयो भने कामहरू पाउँछ छिट्टै होइन। ल्याङ्ग्वेजले नै हो सबै कुराहरू हुने। किनभने अलिकति पनि कन्भर्सेसन आएन भने गाह्रो हुने त आफैलाई हो होइन। त्यति लगाइज फाइनल्ली आइपुग्यो रुम पनि। हस् त।